गृहमन्त्रीज्यूले जुन विषय अहिले चाहिँ सार्वजनिक रूपमा मिडियामा सामाजिक सञ्जालमा आएको छ त्यस सम्बन्धमा उहाँले सविस्तार आफ्नो कुरा राख्नुभयो र आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन। मैले कुनै कमी कमजोरी गल्ती गरेको छैन र मेरो त्यो रिपुटेसन छ भन्ने कुरा सविस्तार राख्नुभयो। त्यो राखिसकेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरौँ कि उहाँ साँच्चीकै यसमा यो जुन विजित भिसा प्रकरणमा उहाँको कुनै संलग्नता छैन। तर जो संलग्न छन् ती माथि कारबाही हुनुपर्छ, निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन। यस्तो खाले यो विजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने ती कुराहरू हामीलाई मान्ने छैन र जो संलग्न छन् उनीहरूमाथि कारबाही हुनुपर्छ। तर जहाँसम्म गृहमन्त्रीजीको कुरा छ उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी सबै त्यसमा विश्वस्त भयौँ। त्यही कुरा हो। तर यसो नेतृत्वले नै उहाँको राजीनामाको माग गरेपछि एउटा खालको चर्चा भयो, त्यसबारे के छलफल भयो? होइन, केही नेता साथीहरूले सायद उहाँहरूले चाहिँ कुरोको गहिराइमा नबुझिकन ती कुराहरू चाहिँ राख्नुभयो होला। त्यसकारण उहाँहरूले पनि यो कुरा अब बुझिसकेको हुनुपर्छ र यो कुरालाई हामीले गृहमन्त्रीजीलाई पनि संसद बाहिर आफ्नो कुराहरू चाहिँ सुस्पष्ट ढङ्गबाट चाहिँ राख्न पनि सुझाव दिएका छौँ। त्यसले चाहिँ जुन पब्लिकमा जुन चाहिँ गलत सन्देश प्रभाव भएको छ त्यसलाई दूर गर्न, त्यसलाई हटाउन चाहिँ मद्दत गर्छ। त्यो उहाँले गर्नुहुन्छ संसदबाट पनि बाहिरबाट पनि। र उहाँ संलग्न हुनुहुन्न, उहाँ दोषी हुनुहुन्न भन्ने कुरामा पार्टी पुरै विश्वस्त भएको हुनाले राजीनामाको कुरै आएन। डाक्टर साहब, छानबिन भएको छैन, छानबिन नहुँदै तपाईँ चाहिँ नि उहाँको संलग्नता छैन, उहाँ दोषी हुनुहुन्न भन्ने निष्कर्षमा कसरी पुग्नुभयो? ठ्याक्क अघिल्लो प्रश्नसँग जोडेर हेर्दाखेरि तपाईँकै पार्टीका सभापतिका दावेदारहरूले समेत चाहिँ राजीनामा छानबिनको दायरामा गृहमन्त्री हुँदै हुनुहुन्न भनेपछि अनि कसरी? पहिलाको चाहिँ जुन चाहिँ उदाहरण यहाँ दिने गरिन्छ त्यहाँ त के अरे उजुरी परेको थियो, संलग्न हुनुहुन्छ भनेर चाहिँ पूर्व गृहमन्त्रीको बारेमा आएको थियो, अरूहरूको पनि आएको थियो। तर खिटानी जाहेरी भएको अवस्था थियो। अहिलेको गृहमन्त्रीको बारेमा त त्यस्तो कुनै खालि चाहिँ अफवाह फैलाइएको कुरा चाहिँ आयो। तर जो चाहिँ संलग्न छन् त्यो चाहिँ अध्यापन विभागमा त्यसमाथि चाहिँ अख्तियारले कारबाही पनि त्यसमा चाहिँ छानबिन पनि गरिरहेछ। छानबिनको निष्कर्ष निस्केला। हामी चाहन्छौँ जो दोषी छन् त्यो दोषीमाथि कडा कारबाही हुनुपर्छ, निष्पक्ष चाहिँ छानबिन हुनुपर्छ भन्ने कुरामा त दुई मत भएन। तर गृहमन्त्रीजी त्यो छानबिनको दायरामा हुनुहुन्न, अब संलग्न छैन भन्ने कङ्ग्रेसको निष्कर्ष। अब छानबिनको दायरामै हुनुहुन्न, कुनै चाहिँ त्यहाँ उहाँमाथि उजुर छैन, छानबिनको दायरामै नभइकन उहाँलाई फेरि चाहिँ ऊ चाहिँ दोषी हो, उसैले गर्यो भन्ने कुरा भनेको जबरजस्ती तान्न खोजियो भन्ने हो तपाईँहरूको बुझाइ? अब छानबिन गर्ने निकाय जुन आधिकारिक निकाय छ उसले त तानेकै छैन, किनभने त्यो बाहिरबाट आधार छैन। बाहिरबाट अब अवश्य पनि बाहिरबाट चाहिँ अब त्यो किसिमको चाहिँ उहाँ पनि छ भनेर जबरजस्ती जोड्न खोजियो, फैलाइयो। डाक्टर शेखर माग्दै संसद अवरोध गर्ने विपक्षी दलहरूले भोलि होइन उहाँहरूको संसद अवरोध गर्दै कन्टिन्यू हुन्छ। उहाँहरूले के गर्नु खोज्नु भएको छ भन्ने कुरा त तपाईँहरूले उहाँहरूलाई नै सोध्नु होला। मैले त्यसको जवाफ दिने कुरो भएन। तर हाम्रो जहाँसम्म सवाल छ, सरकारको जहाँसम्म सवाल छ, सरकार र नेपाली काङ्ग्रेस पार्टी समग्रमा उहाँ निर्दोष हुनुहुन्छ, उहाँको कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौँ। डाक्टर शेखर कोइरालासँग पार्टी नेतृत्वले कसैले संवाद गरेको छ त यो बीचमा
उहाँले चाहिँ नि जे बोल्नुभयो त्यो अलि हतारमा बोल्नुभयो भनेर तपाईँले भन्नुभयो नि र उहाँले पनि अब बुझ्नुभयो होला विषयवस्तु भनेर नि तपाईँले भन्नुभयो बुझ्नुभयो भन्ने कुराको चाहिँ जानकारी लिनुभएको छ। अब गृहमन्त्रीजीले मैले पनि उहाँलाई चाहिँ जे कुरो भएको छ पछिल्लो समयमा उहाँको जुन आएपछि मैले पनि कुरा राखेँ भन्नुभएको छ। अरू नेताहरूले पनि गर्नुभएको होला। 15 गते यो राजावादीहरूले चाहिँ आन्दोलन गर्नेको पूर्व सन्धान यहाँको पदाधिकारी बैठक बसेको थियो त्यसपछि के छलफल भयो? होइन त्यसमा त स्पष्ट हाम्रो धारणा छ यो चाहिँ जुन संविधान छ गणतान्त्रिक संविधान छ जनताले निर्वाचित संविधान सभाले बनाएको संविधान हो यतिकै कसैले दिएको संविधान होइन जनताले निर्माण गरेको संविधान हो। त्यसकारण चाहिँ संविधानको दायराभित्र रहेर नै सबैले चाहिँ आफ्नो चाहिँ विरोध या प्रदर्शन जे गर्नु छ त्यो गर्नुपर्छ। संविधानकै मूल भावना विपरीत गएर गर्नु चाहिँ ठिक होइन भन्ने कुरामा त दुई मात्रै छैन। यसमा पनि डाक्टर शेखरले फेरि जनमत सङ्ग्रहमै जाउँ भनेर भन्नुभएको छ। हामी लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक प्रक्रियाबाट हामी भाग्नु हुँदैन भन्नुभएको छ। होइन यस्तो कुरा हो अब संविधान संशोधनको विषय त यो 7 बुँदेमा यो संयुक्त सरकारमा संलग्न दलहरूले दुईटा दल एमाले र कांग्रेसले नै उठाएको छ नि। बरु यो संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन छलफल अगाडि बढाउने त्यसमा कुन कुन विषयमा संशोधन गर्नुपर्छ भन्ने कुराहरू गर्ने त्यो छँदैछ नि। त्यसकारण धेरै विषयवस्तुहरू छन् ती विषयवस्तुहरूमा के गर्ने कसरी जानुपर्दछ भन्ने त धेरै चाहिँ बाटो छ। त्यसमध्ये एउटा बाटो यो पनि हुन सक्दछ भनेर उहाँले भन्नुभएको होला। तर अहिले चाहिँ हामी यो संविधान संशोधनकै बाटोबाट के चाहिँ संशोधन गर्न आवश्यक छ अहिलेसम्मको अनुभवले के देखियो के चाहिँ जनताको आम चासो र चिन्ता छ जनसरकारको विषयवस्तु के छन् त्यसलाई पनि मध्यनजर राखेर संविधान संशोधनको बाटोमा हामी जान सक्छौँ। तपाईहरुले समर्थन गरेको प्रधानमन्त्रीले हिजो के भन्नुभयो भने काठमाडौँ कब्जा गरेर एमालेका नेता हो भन्नु कांग्रेस एमाले मिलेर गर्ने हो। होइन यस्तो कुरा हो। अब प्रधानमन्त्रीले अब एमाले पार्टीको नेता पनि हुनुहुन्छ सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन। हामी यो कब्जा सब्जाको केही उसमा छैनौँ। हामी चाहिँ समग्रमा यो संविधानको प्रतिरक्षाको पक्षमा छौँ र यो संविधानको जुन चाहिँ त्यसले दिएको अधिकार छ त्यो अधिकार प्रयोग गरेर विरोध गर्न पनि पाइन्छ आफ्ना कुराहरू राख्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण तरिकाबाट राख्नु पर्दछ। तर संविधानकै खिलाफमा जान्छौँ भन्ने कुरो चाहिँ त्यो ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसको लागि कुनै कब्जा या अरू भन्ने कुरा हाम्रो छैन। तपाईहरुको पूर्व पदाधिकारी भनेर बेला बेलामा बस्नुहुन्छ पदाधिकारी बाहिर के भन्छन् भने अब नयाँ समूह निर्माण भयो कांग्रेसभित्र भन्छ तपाईहरु नयाँ समीकरण पूर्व पदाधिकारीहरू यो विषयमा के हो सबै सभापति राख्नुहुन्छ हुनुहुन्छ पार्टीको विभिन्न जिम्मेवारीमा रहनुभएका वरिष्ठ अनुभवी साथीहरूको बीचमा बेला बखत अनौपचारिक छलफल हुनु राम्रो हो नि। त्यसले चाहिँ के चाहिँ इमर्जिङ विषयहरू छन् महत्त्वपूर्ण मुद्दाहरू कसरी चाहिँ आइराखेका छन् त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ पार्टीलाई यो बदलिँदो परिस्थितिमा कसरी यसलाई मजबुत गर्न सकिन्छ नयाँ पिँढी र पुरानो पिँढी सबैलाई चाहिँ एउटा सूत्रमा कसरी बाँध्न सकिन्छ पार्टीको जुन मूल मर्म र भावनालाई चाहिँ बचाउन कसरी सकिन्छ त्यो नै चाहिँ कमजोर भयो भनेदेखि त पार्टी कमजोर हुन्छ। पार्टीको मिसन जुन चाहिँ सिद्धान्त छ आदर्श छ यसको सङ्घर्ष छ त्यो चाहिँ निरन्तर नयाँ पुस्तामा हामीले ट्रान्सफर गर्नु छ। यस्ता विषयमा त अनौपचारिक बैठक त सैकडौँ हुनुपर्छ भइरहनुपर्छ। सबै नेतासँग गरे पनि हुन्थ्यो तपाईहरु पूर्व पदाधिकारी मात्रै भएको हुनाले नयाँ होइन होइन त्यो त विभिन्न दबाव समूह निर्माण गरेर भन्ने कुरो भयो। दबाव समूहको केही पनि होइन। अब विभिन्न चरणमा विभिन्न तहका साथीहरू विभिन्न जिम्मेवारीमा रहेको साथीहरूसँग छलफल गर्ने क्रममा यो पहिलो यो चाहिँ भएपछि चाहिँ अरू चाहिँ केन्द्रीय साथीहरू अरू चाहिँ सिनियर साथीहरू पनि संलग्न भएर पनि हामी चाहिँ छलफल गर्छौँ र सभापतिलाई एकमुष्टमा हामीले चाहिँ आफूलाई लागेका कुरा त्यसबाट निस्केको निष्कर्षहरू सभापतिजीलाई पार्टीलाई पनि हामी चाहिँ राख्छौँ। त्यसकारण यस्तो कुरो चाहिँ राम्रै कुरा हो जाँदै हुनुहुन्छ भन्ने छ होइन। जिल्लामा पनि आवश्यकता पर्यो भने त्यहाँका साथीहरूसँग पनि अन्तर्क्रिया गर्ने कुराहरू आउँछ। त्यहाँबाट पनि उहाँहरूले कसरी चाहिँ सोचिरहनु भएको छ पार्टीले चाहिँ
उहाँले सोचिरहेका कुराहरूलाई चाहिँ सम्बोधन गरेका छ कि छैन त्यो पनि एउटा जान्ने बुझ्ने मौका हुन्छ नि। भनेको तपाईहरु कुनै अनौठो कुरो होइन। भनेको तपाईहरु छलफल गर्नुहुन्छ, छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुन्छ, हाम्रो समूहको साझा उम्मेदवार यो हो ल स्वीकार गर्नुस् भनेर बाध्य पार्नुहुन्छ सभापतिले। अहिले म चाहिँ यो पूर्व पदाधिकारीको बैठकबाट निस्किरहेको छु, यही विषयमा म केन्द्रित हुन चाहन्छु, त्यसको लागि छुट्टै प्रश्न गर्नु होला। तर यो कुनै चाहिँ के छ भनेदेखि कुनै चाहिँ यहाँबाट यसो हुनु पर्यो त्यसो हुनु पर्यो भन्दा पनि एउटा साझा मुद्दाहरू हाम्रो पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ, त्यसमा हाम्रो कन्ट्रिब्युसन सामूहिक रूपमा पनि के हुन सक्दछ भनेर त्यतिमा 6 जना 7 जना मात्रै सीमित हुने विषय पनि होइन। यो चाहिँ अझ यसलाई चाहिँ विभिन्न तहमा हामी चाहिँ कुराकानी गर्छौँ। डाक्टर साहब जाँदा जाँदै यदि विपक्षी दलहरूले संसद अवरोध गर्ने रणनीति अख्तियार गरे भने तपाईहरुको रणनीति के हुन्छ त्यो समयमा? किनभने यसमा संसद अवरोध गरिरहनु पर्ने कुनै आधारै छैन। न उहाँमाथि कुनै छानबिनको दायरामा उहाँ हुनुहुन्छ, न चाहिँ कसैले चाहिँ एउटा प्रत्यक्ष रूपमा ठोस रूपमा चाहिँ उहाँलाई आरोपित गरेर कुनै चाहिँ आरोप दर्ता गरेको अवस्था छ, केही पनि छैन। त्यस हुनाले बिना आधार यो सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाएको चाहिँ अफवाहकै आधारमा यो संसद हरेक पटक बन्द हुन थाल्यो भने त त्यसको कुनै अर्थ हुँदैन। कुनै यसमा चाहिँ काहीँ पनि यो मिल्दैन कि उहाँको त संसदीय छानबिन समिति पनि हामीले आरोप आयो, त्यहाँ चाहिँ दर्ता भयो, तमाम कुराहरू आयो, पुलिसकै जुन चाहिँ सुरक्षा निकायभित्रै त्यहाँ चाहिँ दर्ता हुने कुरामा चाहिँ त्यहाँ अप्ठ्यारो आयो। उहाँ त त्यसको प्रमुख हुनुहुन्छ, त्यस हुनाले संसदीय छानबिन हुनु पर्यो भनियो। संसदीय छानबिनले त्यहाँ आधार देखियो, कारबाही अगाडि बढाउनुपर्छ भनेको अवस्थामा त्यो भएको हो नि त। यहाँ त कुनै न आरोप छ न आधार छ, खालि चाहिँ मिडियामा सामाजिक सञ्जालमा आएको अफवाहको आधारमा त हामीले चाहिँ एउटा दृष्टिकोण बनाउने कुरा, निष्कर्ष निकाल्ने कुरा या संसदमा पनि र विभिन्न दलहरूले पनि यतिकै निष्कर्ष त कसैले निकाल्नु। त्यस कारण अफवाहको शिकार झन् हामी नै हाम्रै पार्टीको साथीहरू हुनुहुन्न, त्यसलाई चाहिँ यथार्थको गहिराइमा पुगेर अनि निष्कर्षमा पुग्नुपर्छ भन्ने कुरा हो।